गाइस गाउँघरको काम चाहिँ यस्तै हुन्छ है, तपाईँहरूले देख्नु सक्नुहुनेछ यहाँ। अब चाहिँ गाउँ बस्तीमा अदुवा रोप्ने बेला, मकै छर्ने बेला भयो, त्यो भएर चाहिँ साह्रै दिदी कति एक्लै काम गर्छ भनेर सकाइदिएको। जिन्दगीको पहिलो गोरेटोमा बारी खनेर मैले दुईटा ठेला फुटाएँ। अन्त यहाँ देख्नु सक्नुहुन्छ कति हाँसी म उयो गर्दैछु। मेरो भाइ चाहिँ पुरा कामकारी भएर भाइले पनि झ्याम्पल हान्नु सकाउँदै थियो हामीलाई हो। फेरि हामी चाहिँ अब के भन्नु, कामकारी ज्यादा भएर। अन्त हामी चाहिँ अहिले अदुवाको लागि बारी बनाउँदै थियो हो। अन्त म चाहिँ भट्टाभट खुनेको थिएँ हो। गरम पनि हुँदै थियो, केस झरेर अगाडि साह्रो पर्दै थियो, थाकेर बिसाउने पनि थिएँ म हो। अन्त यहाँ दाजुले चाहिँ माग्नु हुँदै थियो भाइलाई, भाइ झ्याम्पल देऊ म हान्छु, तिमीले के भन्छ खोदाल्नु सकेन बारी भनेर हो। अन्त मैले चाहिँ भाइलाई उयोहरू टिप जाऊ भनेर भन्दै थिएँ। अन्त हाम्रो दिदी चाहिँ खनेको थियो। अन्त झालमुरी खाएर चाहिँ भुँडी दुखेर हाम्रो दिदी चाहिँ बिस्तारो गर्दै थिएछ। अन्त देख्नु सक्नुहुनेछ खन्दैछु। तपाईँहरूलाई यतिखेर चाहिँ म उयो के भन्छ त्यसलाई, जरा पुरा रहेछ बारीको, अन्त निकाल्दै थिएँ हो। अन्त मैले सोचेँ अब म कति भिडियो बनाउनु भनेर चाहिँ अन्त यहाँ उयो गर्दैछु। लु गाइस, सब्सक्राइब गरौँ, लाइक गरौँ, सेयर गरौँ है। बाई बाई।